नमस्ते। आज बिहीबार हप्ताको अन्तिम कारोबार दिन। हिजो र आजको बजारमा हजुरहरूले के फरक देख्नुभयो? हिजो चाहिँ जुन खेलाडीहरूले घटाउने प्रयास गरिरहेको थिए होइन, तर आज उनीहरूले किनेर अब किनिसकेछन् होइन। हिजो घटाए, अब आज उनीहरूले किने होइन, अब किनेर इन्टर गरे। आज चाहिँ ब्याङ्किङ सेक्टरमा उनीहरू इन्टर गरिसकेको छन्। अनि यसो हेर्नुहोस् है हजुरहरू अथवा हामी जस्तो सामान्य लगानीकर्ताले यसो यसो बजार निहालियो भने पनि हल्का हल्का बुझिन्छ के। अब उनीहरू ब्याङ्किङ क्षेत्रमा छिरिसके होइन। अब आज त सबले किनिसके। अनि के गर्छन्, अब ब्याङ्क बढ्छ, गभर्नरले पनि भनिसक्नुभयो ब्याङ्कमा पोजिटिभ हुनुहुन्छ, उहाँको ब्याङ्कमा पनि काम गरेको मान्छे भनेर हल्का न्युज फैलाइदिन्छन् होइन। अनि जताततै सुन्नु जुनमा पनि अब ब्याङ्क बढ्छ, अब ब्याङ्क बढ्छ, अब ब्याङ्कको पालो भनेर जहाँ पनि सुनिन्छ। अनि हामी जस्तो लगानीकर्ता चाहिँ के गरिन्छ भने 2-3 दिन अब बढ्छ कि बढ्दैन कि खै भन्न त भनेछन्, फेरि यो ब्याङ्क कहिल्यै बढ्दैन भनेर 1-2 दिन इन्ट्री गरिँदैन। अब आज त गर्नेले गरिसके होइन, आइतबार पनि हामी खै गर्ने होला कि नगर्ने होला, बढ्छ कि फेरि आज विचार गरौँ न त, आज बढ्यो भने भोलि पर्सितिर किन्न पर्ला भनेर बसिन्छ होइन। त्यसपछि चाहिँ के हुन्छ भने आइतबार चाहिँ खेलाडीहरूले जुन किनिसकेछन्, नकिनेकोले अलिअलि किन्छन् होइन। त्यसपछि हामी जस्तो नर्मल मान्छेहरूले सोमबारतिर बल्ल आज पनि बढ्यो है, आइतबार पनि अब त किन्न पर्छ, छुट्छु कि म, फेरि सबले फाइदा कमाउने, म मात्र फाइदा नकमाउने म हुन्छु कि ब्याङ्क नै किन्छु भनेर अरू सेक्टर पनि बेचेर हामी आइतबार अलिअलि सोमबार अलिअलि किनिन्छ, मङ्गलबार अलिअलि किनिन्छ अनि बजार बढ्छ। त्यतिसम्म अब शुक्रबार अथवा बिहिबार किनेको स्टक त मङ्गलबार जाँदासम्म त आइसक्छ उनीहरूको खातामा। अलिकति माथि गएपछि उनीहरूले बेच्न सुरु गर्छन्, हामीले एकदम हाईमा गएर बल्ल किनिन्छ अनि हामी हेरेको हुने यही नै हो। त्यही भएर अलिकति ख्याल गरेर विचार गरेर बस्नुहोस्। यदि ब्याङ्क अथवा कुनै जुनसुकै सेक्टर किन्दै हुनुहुन्छ भने पनि त्यो फाइनेन्सियली स्ट्रङ अथवा राम्रो छ, यसो त्यसको अर्निङ पर सेयरहरू सबै नेटवर्थहरू त्यसको सबै हेरेर मात्र किन्नु होला भन्ने सजेसन दिन चाहन्छु। म सजेसन दिने मात्र हो, गर्ने लास्टमा मैले पनि त्यही नै हो गर्ने। लास्टमा जति सजेसन दिए पनि जे गरेँ नि लास्टमा मैले पनि त्यही नै गरेर गल्ती गर्छु। फेरि अबदेखि त यस्तो गर्दिनँ, मैले यो गल्ती गर्दिनँ भन्ने हुन्छ अनि फेरि पनि त्यही रिपिट हुन्छ हुन चाहिँ। तर म प्रयास गर्दैछु पुराना गल्तीहरू नदोहोऱ्याउनको लागि। हजुरहरू पनि त्यही गर्नु। बेस्ट अफ लक।